may read a few scriptures. I'll translate in Bhutan. Sorry. No, that's good. I want you to be at rest. I'm not going to take the whole time. म यो भन्न चाहन्छु कि म यो सबै सम्पूर्ण समय चाहिँ म एक्लै लिँदिनँ I have no idea why the Lord impressed me with that term, my brethren. अनि मलाई यो थाहा छैन किनकि परमेश्वरले मलाई यो मेरो भाइहरू भन्ने कुराहरूमा चाहिँ त्यो विषय दिनुभयो So I would like to go to John chapter 20. अनि म त्यसको लागि यौनाको किताब 20 अध्यायमा जान चाहन्छु And verse 17. 17 पद Jesus said unto her, Touch me not, for I am not yet ascended to my Father, but go to my brethren, and say unto them, I ascend unto my Father, and my God and your God. अनि यौनाको किताब 20 अध्यायको 17 पद यसुले तिनलाई भन्नुभयो मलाई नछौ किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ मेरा पिता र तिमीहरूका पिता र मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ गइरहेछु That was one verse? Yes. Romans chapter 12, रोमीको किताब 12 अध्याय just the first verse. अनि एक पद 12 को 1 I beseech you, therefore, brethren, by the mercies of God, that you present your bodies a living sacrifice, holy, acceptable unto God, which is your reasonable service. रोमी 12 को 1 पद यसकारण भाइयो परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शिरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर The first chapter of James, याकुबको पहिलो अध्यायमा just a part of 3 verses. अनि त्यो तीनटा पदहरूमा Verse 2, once again, my brethren, count it all joy when you fall into diverse temptations. अनि याकुब 1 को 2 पदमा मेरा भाइ हो तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पुरा आनन्दको कुरा सम्झ Verse 16, 16 पद do not err, my beloved brethren. मेरा प्यारा भाइ हो धोकामा नपर And verse 19, 19 पद wherefore, my beloved brethren, let every man be swift to hear, slow to speak, and slow to wrath. 19 पद प्रिय भाइहरू यो कुरा जान प्रत्येक मानिस सुन्नमा छिटो बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ And thus far in the Word of God. अनि परमेश्वरको वचन अनुसार प्रार्थना गरौँ I always feel before the Lord, म जय प्रभु यीशु परमेश्वरको अगाडि यो सम्झिन्छु though I want to encourage ourselves, dear brethren, अनि हामीले आफूले आफूलाई उत्साह गर्दा पनि there always need to have a word of gospel. अनि त्यहाँनिर जहिले पनि सुसमाचारको वचनहरू हुनुपर्दछ Because the only one that knows the heart and the rein is God Himself. अनि त्यहाँदेखि हाम्रो हृदयलाई जान्ने चाहिँ परमेश्वर मात्र हुनुहुन्छ So when I sit in a company अनि जब म समूहमा बस्दछु and I witness the children of the saints as well, अनि म आफ्नो विश्वासीहरूको नानीहरूलाई पनि देख्दछु and every person that is present, अनि जब प्रत्येक मानिस त्यहाँ भएको हुन्छ I don't know who is truly the Lord's and who's not. अनि म जान्दिनँ को चाहिँ सत्यले परमेश्वरको हुनुहुन्छ या हुनुहुन्न भनेर So when we read about brethren, जब हामी यो भाइहरू भरिमा हामी पढ्दछौँ the word of the meaning of that word, as far as this word that occurs in every writings, अनि यसको अर्थ चाहिँ प्रत्येक लेखाइमा यसको शब्दको अर्थहरू हुनुपर्दछ it's a company that comes from the same womb. अनि यो चाहिँ एउटा यस्तो समूह हुनुहुन्छ जो चाहिँ एउटै गर्भबाट आएको हुन्छ That there is something common of where we were begotten. अनि यहाँनिर चाहिँ एउटा सबैको एउटा यस्तो कुरा चाहिँ सबैमा हुनुपर्छ जहाँबाट चाहिँ जहाँमा चाहिँ हामी भइसकेका छौँ And that's why the Lord Jesus in His ministry on earth
त्यसै कारणले प्रभु यीशु ख्रीष्ट र उहाँको यो संसारको सेवकाईमा He said, "You must be born again." अनि उहाँले भन्नुहुन्छ हामी प्रत्येक फेरि एकचोटि जन्म लिनुपर्छ His desire that there will be a work of God in your own soul. अनि उहाँको इच्छा चाहिँ परमेश्वरको काम चाहिँ हाम्रो प्रत्येकको आत्मामा हुनुपर्दछ So if you are without Christ Jesus this afternoon, यदि यो के भन्छ बेलुकी पख अपराह्नको समयमा हामी प्रभु यीशु ख्रीष्ट रहेछौँ भने you cannot include yourself as being part of the brethren. Oh, अनि thank you. हामीले आफूले आफूलाई चाहिँ हामी ब्रदरेन अथवा भाइहरूको समूहभित्र राख्न सक्दैनौँ As far as Christ is concerned, अनि येशू अनि प्रभु येशूको विषयमा चाहिँ He will never call you part of His brethren. अनि उहाँले चाहिँ हामीलाई हाम्रो भाइहरूको समूहको भित्रको मानिस भन्नुहुन्न The Lord used different words for those that didn't accept His saving love. अनि उहाँले हामीलाई जोगाउनु प्रति गर्नुभएको प्रेमलाई चाहिँ हामीले स्वीकार गरेको छैन भने चाहिँ He would say, "Depart from me, ye workers of iniquity." अनि उहाँले चाहिँ हामीलाई आफ्नो भाइहरूको रूपमा लिनुभएको छैन Or for example, He would say, "Generation of vipers." अनि उहाँले चाहिँ हामी उदाहरणको लागि भन्नुपर्छ यो चाहिँ हाम्रो के भन्छ Be- के भन्छ सर्पको Sarvam Kumatsa. बच्चा। Generation of vipers. अनि सर्पको बच्चाहरू भनिन्छ And that generation of vipers takes character from Satan himself, अनि जब सर्पको बच्चा भनिन्छ उसकोमा चाहिँ भएको व्यवहारहरू चाहिँ शैतानको जस्तो हुन्छ who is called the serpent, अनि त्यसलाई चाहिँ हामी सर्प भनिन्छ that's always opposed God. अनि जो चाहिँ जहिले पनि परमेश्वरको विरोधमा हुन्छ And if you remain in your sins, अनि यदि हामी हाम्रो पापमा रहिरह्यौँ भने and God would call your name even this evening, अनि हामीलाई परमेश्वरले आजको यो बेलुकी पख पनि हाम्रो नाम बोलाउनुहुन्छ as far as God's standard is concerned, you are in opposition to God. अनि त्यो परमेश्वरको जुन स्थान छ त्यहाँबाट चाहिँ हेर्दाखेरि हामी चाहिँ उहाँको विरोधमा छौँ And you are responsible for the crucifixion of His well-beloved Son. अनि त्यहाँदेखि यसलाई चाहिँ हामीले इन्कार गरिरहेको हुन्छौँ जब प्रभु यीशु ख्रीष्टले उहाँ त्यो कल्वरी क्रुसको बलिदानलाई हामीले इन्कार गरिरहेको हुन्छौँ But His heart of love अनि उहाँको मायाले भरिएको हृदयको is that for God so loved the world that He gave His only begotten अनि Son. परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो र उहाँले आफ्नो एकमात्र प्रिय पुत्रलाई संसारमा दिनुभयो And it was for you and for me, अनि यो चाहिँ तपाईँ र मेरो लागि हो so that we can obtain and gain eternal life. अनि त्यसको प्रत्युत्तरमा चाहिँ हामीले अनन्तता जीवन प्राप्त गर्न सकौँ So that when God will call your name or mine, जब परमेश्वरले तपाईँको अथवा मेरो नाम बोलाउनुहुन्छ or the Lord Jesus will come in rapture, अनि जब उहाँ चाहिँ त्यो के भन्छ आगमनको लागि आगमनमा आउनुहुन्छ you will be part of the company that we will dwell in the Father's house eternally. अनि त्यतिखेर चाहिँ हामी चाहिँ त्यो एउटा समूहको सदस्य हुन्छौँ कि अनन्ततामा पिताको घरमा हामी राज्य गर्नेछौँ So briefly, when I see this term of endearment, my brethren, अनि जब यो भाइहरू हो भन्ने कुरामा चाहिँ म के प्रिय जब म भाइहरू भन्ने कुरामा महसुस गर्दछु you would read it in every writing that we see in the New Testament. अनि नयाँ नियमको प्रत्येक लेखाहरूमा यो प्रिय भाइहरू भनेर भनिएको हामी देख्दछौँ The Lord Jesus used it. प्रभु यीशु ख्रीष्टले यो भन्नुभएको छ Paul used it. पौलले भनेका छन् The Apostle John used it. अनि यौनाले भनेका छन् Peter used it. पत्रुसले भनेका छन् And James used it. अनि याकुबले पनि भनेका छन् Because it's a term that we all came from the same source. अनि यसले चाहिँ के बुझाउँछ भने हामी चाहिँ सबै एउटै मुहानबाट आएका हौँ And you would say to yourself, what do you mean that we all came from the same source? अनि यसले यो हामी एउटै मुहानबाट आएका हौँ भन्नाले चाहिँ हामी के बुझ्नु पर्दछ त The scripture says that the Lord Jesus was begotten. अनि प्रभु यीशु ख्रीष्ट अनि पवित्र बाइबलले भन्दछ प्रभु यीशु ख्रीष्ट जन्मिनु भएको थियो And you and I are also being begotten. अनि हामी पनि त्यसरी नै जन्मेका हौँ But there is a great difference between His begotten and our begotten. अनि त्यहाँनिर चाहिँ एउटा ठुलो भिन्नता छ उहाँको जन्माइ र हाम्रो जन्माइमा The Lord Jesus was ever and always divine. अनि उहाँ चाहिँ जहिले अनि सदा सर्वदाको लागि ईश्वरीय हुनुहुन्छ He was begotten to become a man. अनि त्यहाँदेखि उहाँ चाहिँ के भन्छ मानव चोला लिएर चाहिँ यो संसारमा जन्म लिनुभयो You and I are men. अनि तपाईँ र हामी चाहिँ मानिस हौँ We were begotten to be partakers of divine nature. अनि हामी चाहिँ उहाँको त्यो ईश्वरीय
व्यवहारलाई चाहिँ व्यवहारमा सहभागी हुन चाहिँ जन्मेका हौँ। So, in this way, यही कारणले गर्दा the यसरी Lord नै- Jesus can say, Go tell my brethren. अनि उहाँले त्यही कारणले भन्नुहुन्छ जाऊ र मेरो भाइहरूलाई भन। There are 5 descriptions in John that the Lord looks at his own as being my disciples. अनि त्यहाँदेखि यहाँनिर 5वटा disciple, 5वटा विषयमा यो धर्मशास्त्रमा मेरा भाइहरू भनेर उहाँले भनिरहनु भएको छ। My friends, मेरो साथीहरू, my servants. मेरा दासहरू। But let me dwell on my brethren. अनि म चाहिँ अब मेरो भाइहरूमा चाहिँ विषयमा लिएर केही भन्न चाहन्छु। That he was going to ascend to his father and our father. अनि उहाँले चाहिँ तिनीहरूलाई उहाँको बाउ र अनि हाम्रो बाउहरूकोमा पढाउनु हुँदैछ। When we consider such a privilege, we always have to maintain a distance. अनि त्यति जब हामी त्यो अवसर पाउँदछौँ त्यतिखेर चाहिँ हामीले एउटा दूरी राख्नु पर्दछ। And the Lord himself draws that distance. अनि उहाँले नै त्यो दूरीको मापन गर्नुभएको छ। He doesn't say, I ascended to our father, अनि उहाँले चाहिँ म माथि मेरो बाउकोमा जान्छु भनेर भन्नुभएको छ। but to my father and your father. उहाँले भन्नुभएको छ मेरो परमेश्वर मेरो पिता र तिमीहरूको पिताकोमा जान्छु He's भन्नुभएको छ। ever the unique of the father. उहाँले चाहिँ अचम्मको उहाँ चाहिँ त्यो पिता र हाम्रो बिचमा अचम्मको पात्र हुनुभएको छ। My God and your God. उहाँले भन्नुभएको छ मेरा परमेश्वर र तिमीहरूको परमेश्वर। When we consider the Lord Jesus of the times he called upon my God, अनि जब हामी त्यो प्रभु यीशु ख्रीष्टले मेरो परमेश्वर भनेको कुरा हामी मानिलिन्छौँ being the perfect example to you and to me. अनि उहाँले चाहिँ एकदम शुद्ध उदाहरण भएर तपाईँ र मलाई भन्नुभएको छ। The scripture records approximately 4 times that the Lord Jesus called my God. अनि यो धर्मशास्त्रले चाहिँ 4 चोटि चाहिँ यो कुरा भनेको पाउँछ यो मेरा परमेश्वर भनेर। The first one comes from the Old Testament, अनि पहिलोचोटि चाहिँ पुरानो नियमबाट आएको छ। from Psalm 22. अनि त्यो भजन सङ्ग्रह 22 अध्यायमा Thou art my God from my mother's belly. अनि उहाँ चाहिँ मेरो परमेश्वर मेरो आमाको गर्भबाट। So the Lord Jesus being in the womb जब प्रभु यीशु ख्रीष्ट चाहिँ गर्भमा हुनुहुन्थ्यो could acknowledge this blessed God as a man. अनि त्यतिखेर नै उहाँले त्यो मानिलिनु भएको थियो उहाँ चाहिँ परमेश्वरबाट आशीषित भएको मानिस हो। That he is my God. अनि उहाँ चाहिँ मेरो परमेश्वर हुनुहुन्छ। The second time that we are open to see, अनि दोस्रो चोटि चाहिँ जब हामीलाई देख्नका लागि खुला गरियो also in Psalm 22, अनि त्यो पनि भजन सङ्ग्रह किताब 22 अध्यायमै हो। and it's quoted in the New Testament. अनि त्यो चाहिँ नयाँ नियममा पनि छ। My God, why hast thou forsaken me? मेरा परमेश्वर किन मलाई त्याग्नु भयो। So the Lord Jesus in the womb, he was my God. अनि जब प्रभु यीशु ख्रीष्ट गर्भमा हुनुहुन्थ्यो परमेश्वर चाहिँ माथिको परमेश्वर चाहिँ परमेश्वर हुनुहुन्थ्यो। The Lord Jesus in his death, he was my God. अनि जब प्रभु यीशु ख्रीष्ट मृत्युमा हुनुहुन्थ्यो त्यतिखेर पनि उहाँ हाम्रो परमेश्वर हुनुहुन्थ्यो मेरो परमेश्वर हुनुहुन्थ्यो। The Lord Jesus in resurrection, I go to my God and your God. He is his God in resurrection. अनि त्यहाँबाट जब प्रभु यीशु ख्रीष्ट बौरी उठ्नु भयो त्यतिखेर पनि उहाँ चाहिँ उहाँको र हाम्रो परमेश्वर हुनुहुन्थ्यो। And when we go to the book of Revelation chapter 3, अनि जब हामी प्रकाशित वाक्यको किताब 3 अध्यायमा जान्छौँ we would see the greatness of this man acknowledging my God. अनि त्यतिखेर हामीले यो प्रभु यीशु ख्रीष्टको महानता देख्छौँ। उहाँले चाहिँ अब मेरो परमेश्वर भनेर मानिलिनुहुन्छ When he's in glory. उहाँ चाहिँ जब महिमामा महिमित हुनुहुँदा And he would say that I will put the city of my God. अनि उहाँले त्यतिखेर भन्नुहुन्छ म चाहिँ मेरो परमेश्वरको सहर बसाल्नेछु। Okay. We can That's what it continue. is, brother. As long as you agree, we can continue. But that's the beauty of the privilege that we came to. अनि हामीलाई यो दिएको अवसरको चाहिँ सौन्दर्य चाहिँ त्यो हो। That somebody like the Apostle Paul अनि पौल जस्तो मानिसले पनि could take this personal thing to him as far as God is concerned. अनि यो परमेश्वरको कुरामा चाहिँ उसको आफ्नो कुराहरूलाई चाहिँ And like the Lord Jesus, who is our example, अनि प्रभु यीशु ख्रीष्ट हाम्रो उदाहरण पनि he could say in Philippians, and my God shall supply all your needs अनि according उहाँले to his riches in glory. उहाँले फिलिपीमा भन्नुभएको छ मेरो परमेश्वरले मेरो सबै खाँचोहरू टार्नुहुनेछ उहाँको महिमामा। And if the Lord Jesus, especially in Mark chapter 14, मर्कुसको किताब 14 अध्यायमा प्रभु यीशु ख्रीष्टमा
he can call upon the Father, Abba, Father. अनि उहाँले चाहिँ पितालाई आबा पिता भनेर बोलाउनु भयो So because we are from the same womb or we are brethren, अनि उहाँ चाहिँ अब किनभने हामी चाहिँ अब एउटै गर्भबाट एउटै मुहानबाट आएको भएको कारणले गर्दा then you and I, we could cry, Abba, Father. अनि हामी सबैजनाले चर्को स्वरमा अथवा रोएर कराएर अब्बा पिता भन्न सक्छौँ So this is why I always encourage the people of God त्यसै कारणले गर्दा चाहिँ म सधैँ उत्साह गर्छु परमेश्वरको जनहरूलाई in Christianity, there is no separation, brothers and sisters. अनि विश्वासी जनमा चाहिँ त्यहाँनिर दाजु अथवा भाइको बारेमा भिन्नता छैन The scripture calls the Christian company brethren. अनि धर्मशास्त्रले चाहिँ विश्वासीहरूलाई चाहिँ भाइहरू भनिन्छ That includes all of us collectively. त्यसले चाहिँ अब महिला पुरुष सबैलाई सामूहिक रूपमा गाँथ So how wonderful the privilege we have अनि यो हामीलाई दिएको यो अवसर चाहिँ कति अचम्मको छ that tomorrow morning there are two aspects we can enjoy. भोलि चाहिँ त्यहाँ दुई प्रकारको विशेषतामा हामी रमाउने छौँ What Joseph told his brethren अनि यसुबले उसको भाइहरूलाई भने and what the Lord told Mary. अनि परमेश्वरले मरियमलाई भने Joseph told his brethren in the book of Genesis, अनि उत्पत्तिको किताबमा यसुबले आफ्नो भाइहरूलाई भनेका कुरा go tell my father of all my glory in Egypt. अनि मेरो इजिप्टलाई के भन्छ मिश्र देशमा भएको सबै महिमित कुराहरू बारेमा मेरो पितालाई भन Oh, to come tomorrow to worship God अनि भोलि यहाँ आएर परमेश्वरलाई उपासना आराधना गर्नु and to tell him of all the glories of his well-beloved son. अनि उहाँको पवित्र उहाँको प्रिय पुत्रको बारेमा उहाँको महिमाको बारेमा सबै कुराहरू उहाँलाई सुनाउनु But he also wants us अनि उहाँले त्यो कुरा हामीमा भएको चाहनुहुन्छ to draw us closer to the Father and to God. अनि उहाँले चाहिँ हामीलाई पिता अनि परमेश्वरको नजिक नजिक आएको चाहनुहुन्छ No wonder that he's the chief musician. अनि उहाँ चाहिँ मुख्य वादक हुनुहुन्छ That he's leading the praise to God the Father. अनि उहाँले नै हाम्रो प्रशंसाको चाहिँ के भन्छ अगुवाई गर्नुहुन्छ Bueno, yeah. So the reality of it अनि यसको सत्यता चाहिँ के छ भने is he's not ashamed to call us his brethren. अनि उहाँले चाहिँ हामीलाई आफ्नो भाइहरू भन्न शर्म मान्नु भएन As if to say, the Lord saying, we are from the same womb. अनि परमेश्वरले चाहिँ भन्नुभएको छ हामी चाहिँ एउटै गर्भबाट आएका हौँ Who could have thought of such a thought like this? अनि यदि कोसँग चाहिँ यस्तो खालको महान विचार हुनसक्छ र I would like to suggest to you म तपाईँहरूलाई यो सल्लाह दिन चाहन्छु to read hymn number 330 अनि गीतको सङ्ख्या 330 लाई पढ्नुहोस् at your own leisure. अनि तपाईँले समय पाउनुभएको बेलामा So when we come to the other writings of my brethren, अनि यहाँनिर हामी अर्को लेखाइ छ जहाँ चाहिँ मेरा भाइहरू भनिएको छ I want the saints of God to understand in the word of God अनि परमेश्वरको वचनद्वारा चाहिँ यो कुरा हामीले बुझ्नु पर्दछ there were many words used when it came to correction. अनि केही कुरालाई सच्याउनको लागि विभिन्न शब्दहरू प्रयोग गरेको देखिन्छ So please don't stone me right now. अनि Stone me later. ढुङ्गा नहाल्नु भनेको होइन अहिले When Amen. Okay. When there was deviation from the doctrine, अनि जब हामी चाहिँ शिक्षाबाट बाहिर हुन्छौँ and when there was a lack of understanding of the scriptures which one should know, अनि हामीले जान्नै पर्ने शिक्षा चाहिँ हामीले जानेका हुँदैनौँ the Lord Jesus and the Apostle Paul use a word that we don't like much. अनि प्रभु यीशु ख्रीष्ट र प्रेरित पावलले यस्तो शब्दहरू भन्नुभएको छ त्यसलाई हामीलाई धेरै मन नपर्न सक्छ The Lord will tell the two disciples of Ephesus, ye fools, Can you read the last part? fools. अनि उहाँले चाहिँ आफ्नो दासहरूलाई अथवा चेलाहरूलाई चाहिँ तिमी मूर्खहरू भन्नुभयो And when the Galatians wanted to go back to the law, अनि त्यहाँदेखि जब गलतीकोहरू चाहिँ उहाँ फेरि पछाडि फर्केर जाने he would say to them, उहाँले तिनीहरूलाई भन्नुभयो ye foolish Galatians, who has bewitched you? अनि यो मूर्ख गलतीको मानिसहरू तिमीहरूलाई कसले के भन्यो मूर्खाइ बनायो Mordecai. भ्रममा पार्यो As if to say they used witchcraft to change their mentality. So fools, we'll stay there on the fools. But when it comes to certain things that requires much care, अनि जब चाहिँ त्यो केही कुराहरू चाहिन्छ त्यहाँ चाहिँ धेरै केयरलाई ध्यान
ध्यान गर्नुपर्ने कुराहरू आउन सक्छ। The writers use this wonderful term of endearment, my brethren. अनि लेखकले चाहिँ धेरैपल्ट यो मेरो प्रिय भाइहरू भनेर चाहिँ त्यो शब्दलाई प्रयोग गर्छन्। The friends of Job was mentioned. अनि यहोवाको साथीहरूले पनि यो कुरा भनेका छन्। You can read every chapter they uttered. अनि तपाईँले यो उनीहरूले लेखेको प्रत्येक पुस्तकहरू अथवा लेखाहरू पढ्नुहोस्। You will never read of anything that was unscriptural. अनि तपाईँले त्यो पढ्नु हुँदाखेरि धर्मशास्त्र बाहिरको केही कुराहरू पनि पढ्नु पाउनुहुने छैन। Instead of a situation like this, अनि यस्तो समयमा पनि to be kind and gentle and endearment of being my brother, अनि दयाले भरपूर्ण भएर मेरा प्रिय भाइहरू भन्नु, with all the sorrow that he's going through. अनि जस्तो दुःख भोगेर उहाँ जानु भएको छ त्यो अवस्थामा पनि They put him on the spot that you are guilty. अनि उहाँले चाहिँ त्यस्तो ठाउँमा उहाँलाई राख्यो जहाँ चाहिँ उहाँनिर सहनु सक्नु भएको थिएन। And they are telling him, acquaint yourself with Jehovah. मिला भनेको सहभागी हो भन्नु। Okay. यस Acquaint yourself with Jehovah. अनि तिमी पनि यहोवासँग चाहिँ समर्पित हौ। And let him be your precious stone. अनि तिमी चाहिँ उनीहरूको बहुमूल्य ढुङ्गा हौ। But when it comes to James, he doesn't use the same language. अनि जब उहाँ चाहिँ याकुबमा आउँछ त्यतिखेर उहाँले त्यही भाषा प्रयोग गर्नु भएन। Just imagine that I go to a brother that's going through difficulties. अनि एउटा विचार गर्नुहोस् जब जुन दाजुभाइ चाहिँ अब विभिन्न समस्यामा भएर गइरहेको हुन्छ And I tell him, listen, you deserve it. अनि मैले भन्छु हेर तिमीले तिमी त्यसकै योग्यको छौ भने But this is the reality of what have occurred in the life of Job. अनि आयुबको हैन आयुबको जीवनमा चाहिँ यो कुरा चाहिँ सत्य भएको थियो। So I want to dwell 2 minutes and give an opportunity for another brother. 2 minutes. अनि अब यहाँनिर अब दुई मिनटको समयमा चाहिँ म अर्को भाइलाई चाहिँ यो मौका दिन चाहन्छु। Brethren, because we are from the same womb, अनि हामी चाहिँ एउटै गर्भबाट आएको कारणले we sympathize with one another. अनि हामी एकअर्कामा सहानुभूति देखाउँदछौँ। If one member suffers, the whole body suffers with it. अनि एउटा कुनै कसैलाई दुःख पर्छ भने हामी सबैलाई दुःख पर्छ। So we endure, we count it all joy when we fall into diverse testings and अनि temptations. अनि हामी दुःख पनि हामी सबैले भोग्छौँ र हामी आनन्दित पनि हामी सबै हुन्छौँ। There might be brethren that are going through it maybe in North Korea right now. अनि कति भाइहरू अथवा दाजुहरू चाहिँ उत्तरी नर्थ क्यारोलिनातिर गइरहेको हुन सक्छन्। North Korea. कोरिया उत्तर कोरिया। North Korea, yeah. So when he was encouraging them, अनि उहाँले चाहिँ उनीहरूलाई चाहिँ उत्साह गरिरहनु भएको थियो। he's telling them that because we are family, we are brethren, अनि किनभने हामी परिवार भएको कारणले गर्दा हामी भाइहरू छौँ। we are feeling what you are going through. अनि हामीलाई यो पनि महसुस गरेछौँ तिम्रो दुःखमा गएको कारणले गर्दा तिमीले के भोगिरहेको छौ हामीले महसुस गरिरहेको छौँ। Sometimes we forget our suffering saints and brethren. अनि प्रिय विश्वासी जनहरू हो हामीले कोही बेला हाम्रो दुःख पीडाहरूलाई बिर्सिन सक्छौँ। We are so comfortable हामी एकदम सहज मान्छौँ that we don't think of our actual brethren in different parts of this world. अनि हामीले त्यतिखेर चाहिँ हाम्रो आफ्नै दाजुभाइहरू यो संसारको कुना कुनामा छन् उनीहरूको अवस्थालाई महसुस गर्दैनौँ। James was not one of these brethren he was addressing. अनि याकुब चाहिँ यो चाहिँ एक प्रकारको यहाँको एउटा भाइ होइन उहाँ चाहिँ आशिषित थिए। But he was confirming to them that we are with you in the same struggles and temptations you are going through. अनि यहाँनिर चाहिँ यस्तो भनेर स्पष्ट पारिएको छ तिमी जुन समस्यामा भएर गइरहेको छौ हामी पनि त्यही छौँ। The James have 17 times approximately the word brethren. अनि याकुबको किताबमा चाहिँ लगभग 17 चोटि चाहिँ भाइहरू भनेर लेखिएको छ। And the second one in the chapter that we read, अनि त्यहाँदेखि दोस्रो चाहिँ त्यो अध्यायमा my brethren, err not. My brethren, don't make a mistake. ओके मेरो भाइहरू केही भुल नगर अथवा नराम्रो काम नगर। Because we are a family, किनभने हामी चाहिँ एउटा परिवार हौँ, because we come from the same source, हामी चाहिँ एउटै मुहानबाट आएका हौँ,
It is important for the family अनि यो चाहिँ धेरै महत्त्वपूर्ण हुन्छ आफ्नो परिवारमा to maintain the reputation of the family. अनि परिवारको इज्जत राख्नको लागि So if we are the household of faith, अनि हामी चाहिँ विश्वासले भरिएको परिवार अथवा घरना हो भने let's take the exhortation to heart. अनि त्यसले चाहिँ हाम्रो हृदयलाई उचाल्न अथवा उभार्न सकौँ Let's not do mistakes that will affect the reputation of the family. अनि हामी त्यो यस्तो गल्ती नगरौँ कि त्यसको गल्तीको कारणले गर्दा हाम्रो परिवारको इज्जतलाई दाग नलागोस् It is so that James is exhorting them as you being my brother. अनि यहाँनिर चाहिँ याकुबले चाहिँ त्यो उचाल्दैछन् किनकि उसले भनिरहेछन् तिमीहरू मेरो आफ्नो भाइहरू He said later on in the epistle, अनि यहाँनिर यो पत्रीमा चाहिँ अलि तल आएर भन्नुभएको छ for this cause the name of the Lord is being blasphemed amongst the Gentiles. अनि त्यही कारणले गर्दा चाहिँ परमेश्वरको नाम चाहिँ अन्य जातिहरूमा चाहिँ आशिषित भएको छ So I want to exhort us as I sit down, अनि म हामीलाई उभार्न अथवा उछाल्न चाहन्छु knowing the great position and the privilege that the grace of God has brought us into. अनि परमेश्वरको महिमाको कारण अथवा अनुग्रहको कारण उहाँले दिनुभएको यो महान के भन्छ प्रिभिलेजलाई मौकालाई सौभाग्यको लागि Let us apply wisdom in our life. अनि हामीले ज्ञान हाम्रो जीवनमा लगाउँ That the way I behave, अनि हामीले कसरी केही कुरा व्यवहार गर्छौँ always think of the brethren. हामी त्यसरी नै अर्को भाइहरूलाई पनि त्यसरी नै विचार गरौँ Always think of the family of God. अनि परमेश्वरको परिवारको लागि पनि त्यही अनुसारले सोचौँ But above all, always think of God and Christ Himself. तर सबैभन्दा माथि चाहिँ परमेश्वर अनि प्रभु यीशु ख्रीष्ट उहाँलाई नि सोचौँ When the wisdom comes, जब ज्ञान आउँदछ it will show me how to behave myself अनि यसले चाहिँ मलाई के देखाउँछ भने मैले कसरी व्यवहार गर्ने भन्ने कुराहरू मलाई सिकाउँदछ in a way that men, when they observe it, अनि त्यसरी नै मानिसले त्यसलाई लिँदछ instead of proclaiming and blaspheming the name of the Lord amongst the Gentiles, अनि त्यसलाई दाबी गर्नुभन्दा पनि परमेश्वरको नाम अन्य जातिहरूमा प्रचार गर्नु हो they would say, as Paul will use it in 1 Corinthians 14, अनि पौलले चाहिँ पहिलो कोरिन्थीको 14 अध्यायमा जसरी भनिरहेका छन् truly God is amongst them. अनि सत्यले परमेश्वर उनीहरूमा हुनुहुन्छ So we thank God, we're brethren. अनि परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ किनकि हामी एकअर्कामा भाइहरू हौँ Let's have the feeling and the affections of brotherhood. अनि त्यही कारणले गर्दा चाहिँ एकअर्कामा भावपूर्ण अथवा एकअर्कामा मायाले भरिएको भाव हामीमा भएको होस् Because the Lord Himself called us my brethren. अनि परमेश्वर आफैले नै हामीलाई भन्नुभएको छ मेरा प्रिय भाइहरू हो Paul called us my brethren. अनि पौलले पनि हामीलाई मेरा भाइहरू भन्नुभएको छ Peter called us my brethren. पत्रुसले पनि मेरा भाइहरू भन्नुभइरहेछ John, even in the epistles, called us my brethren. अनि यौनाले पनि यौनाको पत्रीमा भन्नुभएको छ मेरा भाइहरू And James 17 times uses that term, my brethren or a brother. अनि याकुबले पनि प्राय 17 चोटि भन्नुभएको छ मेरा भाइहरू भनेर So dear brethren, let's live as brethren. अनि मेरा प्रिय दाजुभाइहरू हो हामी एकअर्कामा भाइ भएर जाउँ And if you are without Christ, यदि तपाईँहरू प्रभु यीशु ख्रीष्ट विहीन हुनुहुन्छ भने you can be part of the brethren. अनि तपाईँ चाहिँ यो भाइहरूको समूहमा आउन सक्नुहुन्छ I'm not talking about our brethren. मैले हाम्रो भाइहरू भनिएको होइन I'm talking brethren as the Christian company, the whole. अनि यो भाइहरू भनेर चाहिँ यो विश्वासीको सारो घरानालाई भनिएको It requires one step. अनि यसमा चाहिँ एउटा मात्रै के भन्छ एउटा मात्रै खुड्किलो तपाईँले पालन गर्नुपर्छ Accepting Christ as your personal Savior. प्रभु यीशु ख्रीष्टलाई चाहिँ तपाईँको व्यक्तिगत उद्धारकर्ता भनेर मानिलिनुपर्छ As it were, you'll hear the word of the Lord Jesus afresh. अनि जब तपाईँले परमेश्वरको वचनलाई तपाईँको कानले सुन्दछ त्यसले तपाईँलाई सधैँ जागृत गराउँछ Go tell my brethren. अनि गएर आफ्नो भाइहरूलाई भन्नुहोस् May it be so for His name's sake. Just want to share some thoughts. You're on Additionally, your own. Galatians chapter 4, गलाती 4 अध्याय verse 4. 4 को 4 पद But when the fullness of the time was come, God sent forth His Son, come of a woman, come under law.
that we might receive, verse 5, sonship, and verse 6, but because ye are sons, God has sent out the Spirit of His Son into our hearts, crying, Abba, Father. Just give him a few minutes. हामी गलाती 4 अध्यायको 4 र 5 पद पढ्दैछौँ। तर जब समय पुरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो, जो स्त्रीद्वारा जन्मनु भयो, व्यवस्थाको अधीनमा जन्मनु भयो, हामी धर्मपुत्र हुन पाऊँ भनेर यस व्यवस्थाको अधीनमा भएकाहरूलाई दाम तिरी छुटकारा दिनलाई जन्मनु भयो। The book of Romans, chapter 8. अनि रोमी 8 अध्यायमा And verse 14. अनि 8 को 14 पद। For as many as are led by the Spirit of God, these are sons of God. For ye have not received a spirit of bondage again for fear, but ye have received a spirit of adoption, whereby we cry, Abba, Father. रोमी 8 को 14-15। किनकि जतिजना परमेश्वरका आत्माद्वारा डोर्याइन्छन् तिनीहरू परमेश्वरका पुत्रहरू हुन्। किनकि फेरि डराउनका निम्ति तिमीहरूले बन्धनका आत्मा पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र तुल्याउनु हुने आत्मा पाएका छौ, जसद्वारा हामी हे आब्बा, हे पिता भनी पुकार्दछौँ। Just briefly to complement what has been said, अघि भनिँदै गरेको कुराहरूलाई अलि महत्त्व दिनका लागि Brother John has been focusing on my brethren. हाम्रो दाजु जनले चाहिँ मेरा भाइहरू भन्ने विषयमा धेरै विशेष ध्यान लगाइरहनु भएको थियो। The links we have with one another. यसको अर्थ चाहिँ हाम्रो सम्बन्ध एकअर्का प्रति कस्तो छ भन्ने कुरा थियो। And as connected with one another, जसरी हामी एक आपसमा जोडिएका छौँ, most of all our links with Christ. यसले हाम्रो सम्बन्ध ख्रीष्टसँग छ भन्ने कुरा बताउँदछ। So I'd like to look at another aspect, अनि म अहिले अर्को अर्थमा पनि यो कुराहरू बताउन चाहन्छु, and that's the aspect of sonship. अनि त्यो चाहिँ पुत्रताको अर्थमा म यो कुरा बताउन चाहन्छु। Not just only as the brethren of Christ. अब हामी यहाँनिर ख्रीष्टमा हामी भाइहरू मात्रै भनिएन, As important as that is, अनि त्यो जति महत्त्वपूर्ण छ, there is also a dignity that is conferred upon us, अनि त्यहाँ एउटा सवाल अथवा दर्जा पनि हामीलाई दिएको छ, and that's the dignity of sonship. अनि त्यो चाहिँ पुत्रताको इज्जत हो। And so I read about the Son himself first. अनि मैले विशेष गरी पुत्रको बारेमा मैले पढेँ। The fullness of times had come. अनि समयको पूर्णता भएपछि God sent forth his Son. परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो। So his Son, as the dignified person, अनि उहाँको पुत्र चाहिँ एउटा आदरणीय व्यक्ति हुनुहुन्छ, stands out before God. अनि उहाँ चाहिँ परमेश्वरमा सिद्ध रूपले खडा हुनुहुन्छ। There is no son to be compared with him. अनि उहाँको तुलनामा राखिने अरू कोही पनि पुत्र छैन। He's the only begotten. अनि उहाँ चाहिँ एकमात्र जन्माइएको पुत्र हुनुहुन्छ। He's the unique son. उहाँ जस्तो अतुलनीय पुत्र हुनुहुन्छ। And so when we speak of him, जब हामी उहाँको बारेमा बोल्दछौँ, we keep our distance. हामीले आफ्नो दूरीलाई अलि ओराइ राख्न पर्छ। But God has been pleased तर परमेश्वरलाई यो खुसी लाग्यो to associate us with him उहाँले हामीलाई उहाँसँगै एकमा बनाउन चाहनुभयो, and to confer upon us अनि हामी माथि यो कुरा निश्चित गर्न चाहनुभयो the dignity of sonship. र हामीलाई पनि त्यो पुत्रताको दर्जा र इज्जत दिन चाहनुभयो। Ones who are adopted into the family of God.
एउटा कुरा चाहिँ हामीलाई आफ्नै गोतमा अपनाउनु भयो As brethren, we are born of God. अनि हामी भाइ भाइ भएको कारणले गर्दा हामी परमेश्वरबाट जन्मिएका हौँ As the sons, we are adopted. अनि पुत्रताको दर्जा चाहिँ हामीले गोदा लिएर हो And this adoption is something that has been in the eternal mind. अनि यो गोता लिने भन्ने कुरा चाहिँ परमेश्वरले अनन्तदेखि सोच्नु भएको थियो As Paul tells us, we've been chosen in Christ किनभने पावलले भन्छन् कि हामी ख्रिस्टमा चुनिएका हौँ before the foundation of the world. यो संसारको उत्पत्ति हुन अगाडि नै हामी ख्रिस्टमा चुनिएका हौँ And we've had the adoption of sonship conferred upon us. अनि यो आफ्नो गोदमा लिने As a- र पुत्र बनाउने कुरा चाहिँ हामीले निश्चय रूपले थाहा पाएका छौँ As an eternal concept. अनि यो चाहिँ अनन्तदेखिको विचार हो And so, as brought into this place of dignity, अनि यो एउटा इज्जतको स्थानमा हामी आइसकेपछि we have been given the Spirit of God, हामीलाई परमेश्वरको आत्मा दिएको छ the Spirit of His Son, Paul specifically says. अनि पावलले यो कुरा भन्छन् कि उहाँको पुत्रताको आत्मा हामीलाई दिएको छ And that allows us to appreciate the light of sonship. अनि त्यो कुराले चाहिँ हामीलाई पुत्रताको जीवनलाई राम्ररी बुझ्नका लागि सहायता गर्छ The light meaning that we've been given the knowledge of sonship, यसको अर्थ के हो भन्दाखेरि हामीलाई पुत्रताको ज्ञान दिएको छ so that we can enjoy that we have been brought into that position, अनि हामीले यो कुरा थाहा पाएर हामी एकदमै खुसी हुन्छौँ कि हामी अहिले पुत्रताको दर्जामा ल्याएका छौँ and we can value it. अनि यसलाई हामी धेरै मूल्य को ठान्नु पर्दछ And as a result, He has put within us अनि यसको परिणाम चाहिँ उहाँले हामीलाई यस्तो ठाउँमा ल्याउनु भयो the Spirit of His Son. उहाँले हामीलाई उहाँको पुत्रको आत्मा दिनुभयो And who now cries within us, जो हामीसँगै अहिले चित्कार गर्न सक्नुहुन्छ Abba, Father. अनि अब्बा पिता भनेर हामी पुकार गर्न सक्दछौँ So think of that. यो कुरालाई विचार गर्नुहोस् त We have the Spirit, the very Spirit of His Son, अनि हामीले उहाँकै पुत्रको आत्मा पाएका छौँ indwelling us, हामी भित्र बास गर्नुहुन्छ and that actuates a response in us अनि त्यहाँबाट चाहिँ त्यो आत्माले चाहिँ एउटा यस्तो दिन्छ कि आत्माबाट हामीले केही पुकार गर्न सक्छौँ and causes us to cry, अनि त्यसले हामीलाई यसरी पुकार गर्ने बनाउँदछ Abba, Father. अनि अब्बा पिता भन्ने बनाउँदछ So He says, we are no longer bondmen, अनि यहाँ भन्छ कि अब हामी उपरन्त अब कुनै दास होइनौँ but a son, तर हामी पुत्रहरू भएका छौँ heir through God. अनि यो चाहिँ सिधै परमेश्वरबाट भएको हो When we come to Romans, जब हामी रोमीमा आयौँ what we have is now the power of sonship. अनि यहाँ चाहिँ हामीले अब पुत्रताको शक्तिलाई देख्दछौँ So Galatians gives us the light meaning. यदि गलातीले हामीलाई एउटा पुत्रताको अर्थ दिएको थियो भने What has been conferred to us र पुत्रता हामीले कसरी पायौँ भन्ने कुराको जानकारी दिएको थियो as being marked out with distinction. अनि हामीलाई छुट्टै बनाइएको कुरा बताएको थियो How nearer can we be? त्यहाँभन्दा पुत्र हुनु भनेको जतिको नजिकको कुरा कति के हुन्छ र Because one hymn writer says, we are as near as He is, the Son. एउटा स्तुति लेखकले भनेका छन् कि हामी उहाँ जति परमेश्वरको नजिक हुनुहुन्छ हामी त्यति नै नजिक परमेश्वरको नजिकमा छौँ But again, I emphasize we must keep our distance तर म यो कुरालाई अझै जोड दिन्छु कि हामीले आफ्नो दूरी राख्न पर्छ because He's the only Son of the Father's love. अनि किनभने परमेश्वरको प्रेमको पुत्र उहाँ मात्रै हुनुहुन्छ But the Father has accepted us तर परमेश्वरले हामीलाई स्वीकार गर्नुभएको छ ग्रहण गर्नुभएको छ in the light of the Son, अनि उहाँको पुत्रको ज्योतिमा and that's nearness. अनि त्यो चाहिँ उहाँकै नजिकमा छौँ हामी Again, nearer we could not be, अनि हामी त्योभन्दा नजिक हुँदैनौँ for in the Son किनभने तर उहाँको पुत्रमा we are as near as He. हामी उहाँ जति नजिक हुनुहुन्छ हामी पनि त्यही नजिकमा छौँ So when we come to Romans, जब हामी रोमीमा आउँदछौँ we've got the power that's associated with sonship.
यहाँ चाहिँ हामीले पुत्रताको दर्जामा भएको शक्तिलाई देख्दछौँ। So we've got as many as are led by the Spirit of God, अनि यहाँ यस्तो भनेको छ कि जतिजना हामी परमेश्वरको आत्माद्वारा दोहोऱ्याएका छौँ, these are sons of God. हामी सबै परमेश्वरका पुत्रहरू हौँ। So we don't wait to, rather we accept the reality of sonship on the basis अनि यहाँबाट हामी के थाहा पाउँछौँ भने हामीले यो पुत्रताको दर्जा पाएको कुरालाई हामीले स्वीकार्दछौँ। that the Spirit of God is working within us अनि परमेश्वरको आत्मा हामी भित्र काम गर्नुभएको कुरा हामी थाहा पाउँदछौँ। and causing us to appreciate that we have this precious value conferred upon us, अनि यहाँबाट हामीलाई यो कुरा थाहा हुन्छ कि हामी भित्र यस्तो एउटा अमूल्य कुरा हामीमा हालिदिएको छ। and the Spirit of God is leading us into the enjoyment of sonship. अनि परमेश्वरको आत्माले नै हामीलाई डोर्याएर यो पुत्रताको दर्जालाई मनन गर्नका लागि मनाउनका लागि डोर्याइराख्नु भएको छ। And now he tells us we do not have a spirit of bondage. अनि यहाँ भन्छन् कि अब हामीसँग बन्धनको आत्मा छैन। And that spirit there is our disposition. अब त्यो हामी बन्धनको आत्माबाट त हामीले छुटकारा पाइसक्यौँ। That is, we do not have a disposition of bondage अनि अब हामीले त्यहाँनिर बन्धनको कुनै यसमा छैनौँ हामी। that could lead us to be fearful. अनि बन्धनको आत्माले त हामीलाई जहिले पनि डरमा राख्दछ। But what he says we have is the spirit of adoption. तर अब हामीले चाहिँ यहाँ के पाएका छौँ त भन्दाखेरि चाहिँ आत्मा को बन्धन पाएका छौँ। The spirit of adoption is sonship. अनि यो आत्माको बन्धन भनेकै पुत्रताको दर्जा हो। That light that we've received अनि जुन जीवन हामीले उहाँबाट पायौँ has now been, power has now been conferred to us. अनि त्यो जीवनको शक्ति चाहिँ अब हामीमा सारिएको छ। And having received that power within us now, अब हामीले त्यो शक्ति पाएपछि चाहिँ the result is that we cry, अनि यसको परिणाम चाहिँ के भन्दाखेरि हामी पुकार गर्न सक्छौँ। Abba Father. अनि अब्बा पिता भनेर हामी पुकार गर्न सक्छौँ। Now, if you go back to Galatians, अब फेरि हामी गलातीको पुस्तकमा गयौँ भने it's the Spirit who's crying in Galatians through us, Abba Father. अनि त्यहाँ चाहिँ आत्माले पुकार गर्नु हुँदै थियो अब्बा पिता भनेर। In Romans, तर यो रोमीमा चाहिँ the disposition within us, हामीले पाएको यो मौका चाहिँ being led by the Spirit of God, पवित्र आत्माले डोर्याएर हामीलाई त्यहाँ पुर्याउनु भयो। we cry, Abba Father. अब यहाँ चाहिँ हामी आफै अब्बा पिता भनिकर पुकार गर्न सक्छौँ। So we are sons अनि हामी पुत्रहरू हौँ परमेश्वरका। for the Father's delight. परमेश्वरको मनलाई रिझाउने। We are sons for the eternal scope of things. अनि यो अनन्तको कुराहरूको लागि हामी उहाँको पुत्र भएका छौँ। Because sonship has the Father's house, the final sphere of things in view. अनि जब यो पुत्रताको कुरा आउँछ त्यसमा चाहिँ अनन्ततामा परमेश्वरले गर्ने कामहरू सबै समेटिएका हुन्छन्। We are sons for his eternal delight and pleasure. अनि उहाँको अनन्त खुसीको लागि हामी उहाँका पुत्रहरू भएका छौँ। So while we are the beloved here, जब हामी यो संसारमा अहिले एउटा प्रियहरू भएका छौँ, while we are the brethren of Christ here, अहिले यहाँ हामी ख्रिस्टका भाइहरू भएका छौँ, we can also enjoy the truth of the dignity of sonship, हामीले पुत्रताको इज्जतलाई पनि अहिले हामी यहाँ उपभोग गर्न सक्छौँ। which will be our eternal state. त्यो चाहिँ हाम्रो अनन्तको भाग हुनेवाला छ। Because when the Father sent the Son, किनभने उहाँले जब पिताले आफ्नो पुत्रलाई भन्नुहुन्छ, he had in mind securing many sons for glory. उहाँले आफ्नो पुत्र पुकार्दाखेरि उहाँले धेरै भाइहरू अथवा धेरै पुत्रहरू महिमामा लाने कुरा बताइरहनु भएको थियो। So that the Father will fill out all eternity अनि त्यसो भएपछि पिताले पूर्ण अनन्ततालाई पनि आफ्नो पुत्रहरूले भर्नुहुनेछ। with the sons who look just like the Son. अनि ती पुत्रहरू जो चाहिँ उहाँकै पुत्र जस्तो देखिनेछन्। Mr. Darby points out श्री डार्बीले यो कुरा बताउनु भएको छ concerning the sonship character
यो पुत्रताको चरित्रको विषयलाई हेर्दाखेरि is this the grace which he for us has won? अनि के यो अनुग्रहले पैदा गरेको वस्तु होइन र यो त? Father of glory, thought beyond all thought. अनि उनले भन्छन् कि महिमाका पिताले यो पुत्रताको दर्जा दिने कुरा कसरी सोच्नुभयो? To his own blessed likeness brought. निश्चय नै उहाँको आफ्नै महिमाको लागि आफ्नै खुसीका लागि यो कुरा गर्नुभयो। So may we also appreciate the dignity of sonship to which we have been brought. अनि हामीले पाएको यो पुत्रताको दर्जालाई हामीले राम्रो प्रकारले मान्यता दिनुपर्छ For his name's sake. उहाँको नामको खातिर। Amen. Amen.